देशभर एकसाथ प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म महाभोजको प्रदर्शन स्थगित गरिएको छ। फिल्म रिलिजकै दिनमा हुने राजनैतिक आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएपछि निर्माताले रिलिज तत्कालका लागि रोक्ने निर्णय गरेका हुन्। निर्माता हिमाल कडारियाले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएअनुसार राजवादी आन्दोलन जेठ 15 गते र जेठ 19 गतेदेखि यातायात व्यवसायहरूको अनिश्चितकालीन सवारी साधन बन्द गर्ने निर्णयले आम जनजीवनमा प्रभावित हुने सम्भावना देखिएकोले फिल्म हाललाई रिलिज नगर्ने निर्णय गरिएको बताइएको छ। कामी दाईको घन्ठोकाई कस्तो छ भन्ने गीत निकाल्दा स्पष्टीकरण झेल्नु परेका गायक विशाल सोनीको मकैबारी दर्याम दर्याम हरियो काँक्रो कर्याम कर्यामले भने यति बेला दोहोरी गीत सङ्गीतमा तहल्का मचाइरहेको छ। यो सामग्री तयार पार्दासम्म उक्त गीतलाई युट्युबमा मात्रै 1.5 करोड पटक हेरिसकिएको छ। लेखक तथा सङ्गीतकार विशाल सोनी र सुषमा साई ठकुरीको आवाजमा रहेको यो गीतले अपत्यारिलो तरिकाले दर्शकको मन जितेको छ। मकैबारी दर्याम दर्याम शब्दको अर्थ के हो र यो गीतले भन्न खोजेको के हो भनी गीतको बारेमा धेरै प्रश्न गरेको पनि पाइएको छ। यसको बारेमा गायक विशाल सोनीले मकैको बोटमै रहेको मकैलाई भाँचेर दाँतले छपाउनु हो भनी भन्ने गरेका छन्। यद्यपि दर्शकले अझै पनि उक्त गीतको शब्दको अर्थ खोज्ने क्रम भने रोकेका छैनन्। भिगी भिगी रातों में मीठी मीठी बातों में आफूमाथि मानव तस्कर जस्तो गम्भीर अपराधको आरोप लाग्दा पनि राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त नगरेका गृहमन्त्री रमेश लेखकको चौतर्फी आलोचना भइरहेको छ। यसै क्रममा कोशी प्रदेशका सांसद गुम्बु शेर्पाले पनि गृहमन्त्री लेखककै सेटिङमा अध्यागमन प्रमुख बनाइएका तीर्थराज भट्टराईसँग उनको साँठगाँठ रहेकोले तुरुन्त राजीनामा गर्न माग गरेका छन्। यता गृहमन्त्री लेखक भने संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै मिडिया र सामाजिक सञ्जालमा प्रश्न उठ्दैमा आफूले राजीनामा दिनु नपर्ने तर्क गरिरहेका छन्। अहिले हाम्रो नेपाल सरकारको चालामाला हेर्दा एउटा गीतको याद आउँछ। भिजिट भिसामा हजुर भिजिट भिसामा भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा। वास्तवमा माननीय गृहमन्त्री रमेश लेखकले विशेष जोड र विशेष इन्ट्रेस्ट गरेर चाहिँ एयरपोर्टको आध्यागमनमा चाहिँ प्रमुख बनेर पठाएको तीर्थराज भट्टराई सहसचिवको नेतृत्वमा चाहिँ वैदेशिक रोजगारमा जानु चाहने चाहिँ बेरोजगार युवाहरूबाट प्रति युवा लाखौं रकम असुलेर लुट धन्दा मचाएर चाहिँ विदेश पठाइएको देखिएको छ। निज तीर्थराज भट्टराई विगतमा पनि भ्रष्टाचार मुद्दामा मुछिएर मुद्दा खेपिरहेको व्यक्ति देखिएको छ, बदनाम व्यक्ति देखिएको छ। त्यति मात्रै नभएर गृहमन्त्रीको सचिवालयमा रहेको 2 जना चाहिँ अधिकृतहरू विगतमा चाहिँ असाध्यै भ्रष्टाचारमा मुछिएर मुद्दा खेपिरहेको देखिएको छ। ती व्यक्तिहरूलाई गृहमन्त्रीले खोजी आफ्नो सचिवालयमा ल्याइएको र अब चाहिँ यता भिजिट भिसा प्रकरणमा मुछिएको भट्टराई र अध्यागमन र गृहमन्त्रीको स्वकीय सचिवालय र निजी सचिवालयमा रहेको कर्मचारीहरू बीचमा निरन्तर रूपमा अस्वाभाविक चाहिँ सम्पर्क देखिएको छ। त्यसबाट भिजिट भिसा प्रकरणमा चाहिँ वैदेशिक रोजगारमा जानु चाहने बेरोजगार युवाहरूमाथि चाहिँ त्यो लुट धन्दा बचाउनेको चाहिँ मुख्य डिजाइनर र मुख्य संरक्षक गृहमन्त्री रमेश लेखक नै भएको चाहिँ अब कहीँ कतैबाट छिपेको छैन। यो आम नेपाली लगभग 99% नेपालीलाई यो विश्वास भइसकेको छ। यति मात्रै होइन, गृहमन्त्री लेखक चाहिँ यसभन्दा अगाडि पनि चाहिँ जातीय छुवाछुत र भेदभाव गर्ने गतिविधिमा पनि चाहिँ संलग्न भएको चाहिँ पाइएको छ। त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्रको गृहमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत उहाँले गुमाइसक्नु भएको छ। त्यसकारण उहाँलाई चाहिँ तुरुन्त राजीनामा गराउन र अब चाहिँ राजीनामा नगरेमा तुरुन्त बर्खास्त गरेर गम्भीर छानबिन गरी चाहिँ कानुन बमोजिम कडा कारबाही गर्नु माननीय सभामुख ज्यू मार्फत नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छु। धन्यवाद। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा पढ्न आउने नयाँ विद्यार्थीहरूको भिजा अपोइन्टमेन्ट रोक्न विदेश मन्त्रालयलाई निर्देशन दिएको छ। यो सँगै अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ भिजा अन्तर्वार्ता अस्थायी रूपमा रोकेको छ। विद्यार्थी भिजा आवेदकहरूको सामाजिक सञ्जालका गतिविधिहरूलाई कडाइका साथ जाँचबुझ गर्न यो निर्णय लिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यस निर्णयले नेपाल लगायतका विश्वभरिबाट अमेरिका पढ्न तयारी गरिरहेका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ।